पूजा गर्थे भारी बोक्नु मात्रै आएन हो अन्त आदित्य चाहिँ So hi guys, good morning everyone. Hey, welcome back to our YouTube channel. र घरमा पनि उठेको है अन्तखेरि अब चाहिँ म फ्रेस हुन्छु है फ्रेसहरू भइसकेपछि चाहिँ रोटीहरू पोलिदिनुपर्छ हैन गाइस अन्त म पहिला चाहिँ है सबैभन्दा फर्स्ट चाहिँ म फ्रेस भइहाल्छु त्यसपछि तपाईलाई भेट्छु है ओके गाइस है अब चाहिँ म मुखहरू धोइहाल्छु हैन मुखहरू धोइसकेर चाहिँ ब्रेकफास्ट बिहानको ब्रेकफास्टहरू बनाउनुपर्छ हैन भएर चाहिँ यहाँ बिहान चाहिँ है धुम्मा अब चाहिँ म है ब्रेकफास्टको लागि प्रिपरेसन्स गर्छु हैन ब्रेकफास्टको लागि प्रिपरेसन्स गर्छु र ब्रेकफास्टमा चाहिँ म आज के बनाउँछु भन्दा एक्चुअली हामी चाहिँ बिहान तपाईहरुलाई मैले पहिल्यैदेखि भन्थे है मर्निङमा चाहिँ हामी खाना ब्रेकफास्ट खाँदैन थियौं हैन तर के हो है भन्दा चाहिँ अहिले चाहिँ उ आएको कारणले गर्दा चाहिँ हामीले ब्रेकफास्ट बिहान चाहिँ म बनाइदिन्छु उसको लागि हैन कोही बेला बनाइदिन्छु कोही बेला बनाइदिन्छु खानु मन लागेको बेला बनाइदिन्छु कोही बेला त खाँदिन भन्छ हो र त्यो पनि प्लस अहिले चाहिँ मेरो अर्को सानो देवर पनि आउनु भएको छ नि त अन्त उसको लागि पनि खाना बनाइदिनु पर्छ त्यही भएर चाहिँ मैले बिहान आजकल चाहिँ अहिले चाहिँ भर्खर देखि चाहिँ सुरु गर्दैछु हैन ब्रेकफास्ट बनाइदिनु अन्त सुरु गर्दैछु हैन भर्खर बनाउँदैछु भर्खर बनाउँदैछु बनाइदिनु पर्छ हैन अन्त आज म ब्रेकफास्टमा चाहिँ के बनाइदिन्छु भने आज म पुरी पोलिदिन्छु है गाइज यो आलु हिजो बोइल गरेको थिएँ है अलिकति हैन मेरो हस्बेन्डको लागि चाहिँ उसको लागि चाहिँ मासु छ अन्त भाइको लागि चाहिँ आलु हो अन्त भाइको लागि चाहिँ किन आलु भन्दा चाहिँ हस्बेन्डले चाहिँ हिजो बेलुका खानु भएन त सब्जी बेसी खानु भएन अन्त त्यही अलिकति उसको उफ्रेको चाहिँ राखिदिएको छु मैले हैन उसले त्यही बिहान खान्छु भनेर अन्त यो चाहिँ भाइको लागि अरूको लागि चाहिँ अलिकति आलुदम बनाइदिन्छु है आलुदम र पुरी अन्त तपाईलाई म एकछिन अब आटा गुन्छु है तपाईलाई म आटा गुनिसकेर भेट्छु त्यतिसम्म हेर्दै गर्नुहोस् है ओके है म चाहिँ आटा गुनिसकेँ हैन अब चाहिँ म पोलिदिन्छु हैन पोलेर स्टार्ट है अन्त सब्जीहरू बसाइदिन्छु हैन त्यहाँदेखि तपाईलाई म खाना बिहानको ब्रेकफास्ट बनाइसकेपछि म तपाईलाई भेट्छु है त्यतिसम्म हेर्दै गर्नुहोस् है ओके गाइज है म चाहिँ खानाहरू बनाइसकेँ हैन खानाहरू पनि ब्रेकफास्ट बनाइसकेँ अब चाहिँ म टाउको नुहाउँछु है एक्चुअली हामी त आज दार्जिलिङ जानेवाला छौँ हैन एक मिनट ओके गाइज है म चाहिँ फाइनली नुहाएँ हैन नुहाइसकेर चाहिँ आएको हैन तपाईलाई चाहिँ म मेरो है देवरसँग इन्ट्रो गराउन चाहन्छु हैन लेट मी इन्ट्रोड्युस माई देवर है हेलो गाइज हैन ऊ चाहिँ मेरो देवर अहिले चाहिँ उसले के गर्दैछ भन्नुहोस् न गाइज इसको तो बैक कैमरा कहाँ होता है किधर से होता है बैक इधर से ना नहीं होता है नहीं वैसा शिफ्ट नहीं कर सकते आप बीच में क्या करूँ तो मेरा तो होता है आपका होता है मेरा होता है नहीं इसमें नहीं है वैसा शिफ्ट ठीक है उसले चाहिँ हेर्नुस् न ऊ पूजा गर्दैछ गाइस बरु आदित्य अश्विनले आइलसन गरेको दिएछु न हैन तर उसले चाहिँ नुहाइदै गरेर है उसको गुड ह्याबिट चाहिँ यो रहेछ मलाई यो चाहिँ मन पर्यो हो उता पो जाँदैछ फेरि बिहान ज्या चाहिँ कहाँ गएको त्यहाँ नराखाइ त अनि गाइस उसले चाहिँ धुप देखाइदेऊ न पूजा गर्दैछ गाइस हो यहाँ कहाँ दियो इधर पे अन्त हो अब चाहिँ अन्त यहाँ चाहिँ हाम्रो हगुम्यान पनि छ हगुम्यान हाई गाइस भनिदियो छिटो हाई गाइस भनिदियो छिटो हगुम्यान गाइस हाई गाइस भनिदियो छिटो हाई गाइस होइन उसले चाहिँ मलाई एक्लै जिस्काइबस्छ नि त अन्त चाहिँ त्यही हो होइन अब चाहिँ हामी कपडाहरू रेडी गर्दैछु गाइस हो हाम्रो चाहिँ कपडाहरू रेडी गर्छ हामी चाहिँ आज दार्जिलिङबाट सिधै उता घर जाने हैन सो हाम्रो कपडाहरू यहाँ रेडी हुँदैछ हो उसले चाहिँ ब्यागहरू लिनु गएको छ अन्त अब सबै रेडी भइसकेपछि चाहिँ हामी खाजा बिहानको ब्रेकफास्ट गर्छौँ है ब्रेकफास्ट गरिसकेपछि चाहिँ म तपाईहरुलाई भेट्छु हैन रेडी सेडी भइसकेर त्यतिसम्म हेर्दै गर्नुहोस् रेडी हुँदैछु हैन म चाहिँ रेडी हुँदैछु गाइस हो अहिले आउनु छ यो हैन मुलाजी हातले यो ओके गाइस म त रेडी हुँदैछु हैन तपाईहरुलाई म रेडी भइसकेर भेट्छु है त्यसले चाहिँ हेर्दै गर्नुहोस्
गाइज है म चाहिँ रेडी भएँ अब चाहिँ हामी हिँड्न लागेको होइन तपाईँलाई अहिले भेट्छु है पुग्न आँट्यो होइन हामी चाहिँ घुम भन्ज्याङ आयो घुम भन्ज्याङ ल घुम भन्ज्याङ पुग्न आँट्यो गाइज हो दार्जिलिङ चाहिँ घुम्नु गएको गाइस पानी छिटाएको लागेको है पानी छिटाएको पानी छिटाउनु थाले गाइस यहाँ चाहिँ हो जाडो भयो चिसो पनि भयो यहाँ चाहिँ पानी पर्नु थाल्यो है अब चाहिँ हामीलाई पानीले भेट्यो गाइज है हामी त दार्जिलिङ आइपुग्यौँ होइन अब हामी चाहिँ क्यान्टिनतिर जाने है तपाईँलाई म अहिले भेट्छु है गाइज है हामी चाहिँ जिआरडी जाँदैछौँ एकचोटि तलै पनि सपिङ गर्नु आँटेको थियो हामी चाहिँ तर तल चाहिँ सामान एकदमै कम्ती दियो नि त हामीलाई हो अन्त त्यही भएर चाहिँ हामी चाहिँ म भाइ हो अन्त ऊ आदित्य चाहिँ है जाँदैछु सामानको लागि हो के अरे के हुन्छ त अन्त म चाहिँ कोसँग गएको नि अन्त होइन अघि त पानीले त हामीलाई कति भेट्यो है हौ सो अहिले तपाईँहरूलाई म एकछिनबाट भेट्छु है अहिले चाहिँ हामी बाटोमा छु हिँडेर जाँदैछौँ गाइज हामी चाहिँ बाइक चाहिँ तल राख्यौँ हो हामी चाहिँ हिँडेर जाँदैछौँ तपाईँलाई म बाटो बिचमा भेट्नेछु है त्यसलाई चाहिँ हेर्दै गर्नुहोस् ओके गाइज हामी चाहिँ फाइनली है जिआरडी आइपुग्यौँ होइन हामी त यति साह्रो छिटायौँ किनभने चाहिँ हामीलाई चाहिँ लिफ्ट दिनुभयो है यहाँ सियो सापको गाडीमा होइन सो हामी चाहिँ यहाँनिर है सो भित्र जाँदैछौँ वाट ओके गाइज हामी चाहिँ फाइनली
माथि जिआरडीको सामानहरू लिएर आयौँ होइन हाम्रो त एक दुईवटा त्यही क्यान्टिनबाट सामानहरू निकाल्नु थियो है निकालेर आयौँ र जाँदैछौँ भारी बोक्नु मात्रै आएन ए हेर न एकपल्ट अन्त दुईजनाले औ एकपल्ट हेर न दुईजनाले सामान म चाहिँ सामानै नबोकी हिँड्दैछु होइन म त त्यस्तै हिँड्दैछु अहिले हो माथि चाहिँ भिडियो बनाउनु पाउँदैन रहेछ नि त अन्त त्यही भएर बनाउनु पाउँदैन रहेछ त्यही भएर बनाइन्न है र अहिले चाहिँ हामी तल ओह्रालो चाहिँ हिँडेर जाँदैछु म गाइस भारीवालाले हेर्नुहोस् न भारी बोकेर यसमा मेरो पैसा कति गयो गाइस हेर्नुहोस् त उनीहरूको पैसा त कहाँ गयो मेरो पैसा गयो त मेरो पैसा ओके तपाईँहरूलाई म अहिले भेट्छु है हेर्दै गर्नुहोस् ओके गाइज है अब चाहिँ हामी फर्केको होइन सबै कामहरू सक्यौँ बजारमा होइन अब चाहिँ हामी घर जाने है